भन्नुभयो कुन आधारमा भन्नुभयो यत्रा तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन उसले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो किन होला हो भनिदिनु त कसरी तपाईँ नगराउनु संसारमा सत्ता भनेको जित्नेले चलाउने हो चाहे त्यो आन्दोलनबाट जित्नेले होस् चाहे त्यो मतदानबाट जित्नेले होस् हैन चुनावबाट जित्ने होस् तख्तापलट गरेर जित्ने होस् हजुर या मतदानबाट चुनावी प्रक्रियाबाट जित्नेले होस् सत्ता जित्नेले चलाउने हो हैन यो संसारको वर्ल्ड वाइड नियम हो यो रुल हो तर आज जेनजीको सरकार बन्यो भनेर भनिरहँदा जेनजीका प्रतिनिधिहरू खै तपाईहरु खै मन्त्री भएको तपाईहरुका प्रतिनिधि खै मन्त्री भएको अनि यो यस्तो भयो अब बारबारा समता को आउँछन् मन्त्रालयमा त के भइरहेछ यहाँ अब यस्तो भयो यो कुराको बारेमा चाहिँ मैले हिजो पनि भनेको थिएँ सडकको तातो सडकको गर्मी चाहिँ मन्त्रीमण्डलमा जानै पर्छ त्यसमा दुईमा छैन जुन अस्ति 4 जना सिफारिस हुनुभयो कसले उहाँलाई सिफारिस गर्नुभयो र उहाँ जेनजी हो कि होइन